यो पामेको पुलिस स्टेसनबाट थोरै माथि लेफ्ट जाने गल्ली ठ्याक्क यहाँबाट माथि गएपछि चाहिँ जलजला झर्ना पुग्न सकिन्छ। यो हिँड्दै गयो भने यो पुलबाट पनि जान सकिन्छ, तर आफ्नो साधनमा चाहिँ थोरै माथिबाट जाने ठाउँ छ यता। यहाँबाट चाहिँ जाने यो बोर्ड राखेको छ ल, बोर्डबाट यता लेफ्ट हुँदै जान सकिन्छ है त। त्यो बाटो हुँदै माथि माथि बाटो हुँदै नछोडिकन ठ्याक्कै त्यहीँ पुगिन्छ। इन्जोय गरिरहेको छ गाइजहरूले है त। त्यो तल देखेको बजार हुँदै माथि माथि आएपछि माथिबाट यस्तो देखिन्छ त्यो तलको पामे बजार। जलजले झर्ना जाने बाटो ल, आज म जाँदैछु जलजले झर्ना। यो पामे बजारबाट थोरै माथिबाट आएपछि भित्र हुँदै लगभग 15 मिनट जस्तोमा आइपुगिन्छ। बाटो चाहिँ अलिक कच्ची कच्ची छ, तल चाहिँ माथि चाहिँ ढलान छ, यस्तो छ है त। दामी बाटो, आनन्द पानी परिरहेको बेलामा दामी। यो बाटो हुँदै अलिक तल गएपछि चाहिँ पुगिन्छ जङ्गल जङ्गल खेतबारीको बिचबिच हुँदै। दामी बाटो चाहिँ राम्रो छ, सिडी भएको, साइड फिल्डिङहरू भएको, तल ठ्याक्क झर्नासम्म जाने बाटो हो। यो चाहिँ मिनी झर्ना है। पुरा जङ्गल जङ्गलको बाटो हुँदै पुरै झर्नै झर्ना जस्तो सबतिर। झर्ना चाहिँ अझै माथि छ, यो बग्दै गरेको देख्न सकिन्छ। दामी बाटो चाहिँ यस्तो छ है त, दामी बाटो। माथिबाट लगभग 10 मिनट जति हिँडेपछि त्यहाँ माथि छ, उता पुरै दामी देखेको छ यहाँबाट तलको। फाइनली एट झर्ना है त ल, दामी। अझै उता गएर खिच्छु, दामी ल, दामी झर्ना ल। फोटो सेसन हुँदैछ है टुरिस्टहरूको। पानी पानी पऱ्यो पुरै, जलजले झर्ना।